हेलो गाइज वेलकम तपाईहरु सबैलाई मेरो भिडियोमा। अनि आज चाहिँ म प्रेमदिदी अनुकादी बसिरहेको छ। हामी चाहिँ सिलगढी गएको। अब खासमा चाहिँ हामी नेपाल ट्रिपको लागि निस्केको। अहिले चाहिँ भने हामी रम्फू तरफ पुगिसक्यौं है। अनि चाहिँ यहाँबाट हुँदै हुँदै ओएसिस क्याफे देखाउँदै देखाउँदै म चाहिँ अगाडि जाँदैछु। हामी चाहिँ सबैजना टिम मिलेर जाँदै थियौं। अनि हामी 3 जना अनि सर चाहिँ हाम्रो गाडीमा हुनुहुन्थ्यो। अनि हामीले चाहिँ रम्फू पनि क्रस गर्यौं। अनि यहाँनिर टक्कै सरले एउटा पेपर देखाउनु भयो। अनि त्यहाँबाट हामी सरर लाग्यौं है सिलगढीपट्टि। अन्त भ्यू हेर्नुहोस्, यति दामी भ्यू है। देखाउँदै देखाउँदै म चाहिँ तपाईहरुलाई एकदम एन्टरटेन गराउनको लागि जाँदैछु। तपाईहरुलाई कस्तो लाग्छ हैन मेरो भिडियो, सबैजनाले लास्टसम्म हेरेर इन्जोय गरिदिनु होला है। लास्टसम्म हेर्नुभयो भने मात्रै मजा आउनेछ तपाईहरु सबैजनालाई। अनि अहिले भने चाहिँ हामी गाना सुन्दै 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 जाँदै थियौं। त्यही भएर मैले भोइस ओभर गर्नु पर्यो है गाइस। अन्त एकदम मजा आइरहेको थियो। अहिले हामी एकदम इन्जोय गर्दै जाँदै थियौं। हेर्दै गर्नुहोस् अगाडि पनि पुल हेर्नुहोस् कस्तो दामी छ। यो नयाँ ब्रिज बनिएको हो नि त रम्फूको, एकदम दामी छ। अन्त भ्यू पनि दामी देख्छ यहाँबाट चाहिँ। तपाईहरु कतिजना त आउनु भएको होला है। मेरो बेसी जस्तो साथीहरु अहिले आसामको हुनुहुन्छ। त्यही भएर आसामको साथीहरुले चाहिँ याद छैन नि त। सिक्किम आउनु भयो भने अवश्य देख्नुहुन्छ। अनि हामी यहाँ बस्दा बस्दै यस्तो डरलाग्दो जाम लागेको भनौँ न। त्यहाँबाट हामी निस्किँदै निस्किँदै मल्लीमा बोर्डिङ हुँदै रहेछ। हेर्दै 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 खाना खाने ठाउँमा पुग्यो। अहिले खाना खाँदैछु म। हामी सबैजना यो देखाउँ न, चिकन राइस। चिकन खाना खाइसकेपछि आउँछु ट्याक्कै त्यही भन्यो न। यहाँबाट खतरा बस्दैछ त नि। कति राम्रो नि। खाँदैछ। मेरो भिडियो बनाउने मान्छे नै छैन नि त। हामीले चाहिँ खाना खाइसक्यो। हाम्रो गाडी चाहिँ फर्स्ट छैन। अन्त जीवन दादाले खानु भएको छैन। अर्जुन दाजु निस्किनु सर। मैले खाइसकेर पनि अगाइसकेपछि पनि दुईजनाको चाहिँ खाना आएकै छैन। आएर पनि फर्काएर लग्दै चिसो भयो भनेर बिचाराहरूको भुँडीमा कोही कोही कराउनु थाल्यो अरे गाइस। अब भने चाहिँ हामी खानासाना खाइसकेर चाहिँ टन्नै भएर अगाडि बढ्दैछौँ है गाइस। अन्त टिस्टा पुग्यौँ हामी। एकदम टिस्टाको भ्यू पनि हेर्नुहोस् है। अलिअलि पानीहरू पनि पर्दै थियो। अन्त टिस्टाको भ्यू पनि एकदम दामी छ। हामी चाहिँ एकदम भ्यूहरूलाई इन्जोय गर्दै गर्दै अगाडि बढ्दैछौँ। तपाईहरुलाई पनि मजा आउँदैछ होला भन्ने आशा गर्दैछु। मलाई एकदम मजा आएको थियो है। तपाईहरुले यो मेरो ओरिजिनल भोइसमा सुन्नु भएको भए त झन् मजा आउँथ्यो होला। हामी हाँस्दै जिस्किँदै भिडियो बनाएको थियौँ नि त। अन्त अहिले भने चाहिँ हामी चिप्स खाँदै खाँदै जाँदैछौँ देखाउँदै तपाईहरुलाई है। अन्त पिरो भएर अनुका दिदीलाई चाहिँ हेर्नु न साह्रो परिरहेको थियो।
कतिलाई पिरो बेसी भएर चाहिँ भरेबाटै ब्रेड पनि खानु हुँदै थियो त्यो चाहिँ देखाउनु पाइनँ अनि भने चाहिँ यो दामी जङ्गलको भ्यू देखाउँदै 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 अगाडि बढ्दै बढ्दै जाँदैछौँ हामी चाहिँ अनि चाहिँ अब चाहिँ पानी पर्न थाल्यो गाइस जाँदा जाँदै बाटोमा पुरा जाम थियो अनि अहिले पानी पनि पर्दैछ हामी कतिखेर पुग्ने भनेर टेन्सन हुँदैछ गाइस अहिले चाहिँ अनि हामी चाहिँ यहाँनिर हनुमान मन्दिरको त्यहाँनिर पुगिसकेको थियौँ हो गाइस अन्त म गएको भोलिपल्ट चाहिँ हनुमान जयन्ती थियो नि त त्यही भएर यहाँ चाहिँ डरलाग्दो प्रिपरेसन हुँदै थियो हनुमान जयन्तीको लागि अनि हामीले चाहिँ ओर्लिन नसके पनि यहीँबाट ढोगेर अन्त पुरा जाम थियो नि त अनि हामीलाई चाहिँ मन्दिरमै लगेर टक्कै बिसाइदिएको थियो हामी भजन सुन्दै सुन्दै बसिरहेको थियौँ अन्त यतिखेर चाहिँ हामी अलिक अगाडि चाहिँ हामी अन्ताक्षरी खेल्दै खेल्दै जाँदै थियौँ नि त नेट पनि चल्दैन नि त त्यो बाटोमा अन्त गाना सुन्नु पाएको थिएन अन्त अन्ताक्षरी खेल्दै खेल्दै जाँदै थियौँ अनि टक्कै हामी चाहिँ मन्दिरकै अगाडि गएर ओर्लिनु पर्यो त्यहाँदेखि मैले देखाउनु सकिनँ त्यहाँदेखि म सिलगढी पुगेँ सरहरू चाहिँ आफ्नो आफ्नो घर जानुभयो अन्त म चाहिँ दिदीहरूकोमा जानु लागि टोटो लिएर जाँदै थिएँ है अन्त चाहिँ म चाहिँ उत्तरायणको बाटो जाँदै थिएँ कस्तो सफा है एकदम सफा दामी जग्गा है उत्तरायण अन्त म चाहिँ यत्तिकै गएँ अन्त गएर खानासाना खाएँ अनि एकदम थाकिरहेको थिएँ है अन्त नुहाएर चाहिँ म त्यहाँदेखि सुतेँ है अन्त घर पुगेको भिडियो चाहिँ मैले बनाएन किनभने सबैजना सुतिसक्नु भएको थियो अनि मलाई अलिकति सरम पनि लाग्यो है थ्याङ्क यू सो मच फर वाचिङ